हेलो नमस्ते एभ्रिवान, यहाँहरू सम्पूर्णमा शुभ दिन। म यति बेला चामुण्डा बिनासेन नगरपालिका वार्ड नम्बर 6 स्थित आफ्नो निवासमा छु र यो निवास नजिकै स्वास्थ्य चौकी छ। स्वास्थ्य चौकी चाहिँ केही तल पर्दछ, यहाँबाट करिब 200 मिटर जति तल पर्दछ र यहाँ एकदमै मनमोहक शान्त वातावरण छ। यहाँ विभिन्न किसिमका बोट बिरुवाहरू छन्, जस्तो यो चाहिँ टुनीको रुख हो। यहाँ हाम्रो पूजनीय बुवा आमाले विगतका वर्षहरूदेखि एकदमै धेरै मेहनत गरेर जोगाउनु भएका सालका रुखहरू छन्। ती म प्रष्ट यहाँ भिडियो मार्फत देखाउँदछु। मेरो ब्याकग्राउन्डमा भएका यी सालका रुखहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदमै महत्त्वपूर्ण मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको हामी चाहिँ रोड सञ्जालबाट पनि एकदमै नजिक छौँ। त्यो माथि देखिएको पृष्ठभूमिको त्यो मध्य पहाडी राजमार्ग पर्छ, जो यहाँबाट करिब 200 मिटर जतिको दूरीमा पर्दछ। हाम्रो घरमा विभिन्न किसिमका फलफुलहरू छन्। फलफुलमा विशेष गरी यो केरा बारी र यहाँ केरा सँगसँगै मेवाका रुखहरू छन्। मेवा सँगसँगै अरू अन्य फलफुलहरू पनि हामीले लगाएका छौँ। यहाँ चाहिँ मेवा देख्न सक्नुहुन्छ। अनि अर्को विशेष कुरा के छ भन्दाखेरि यो मेरो भाइ बाख्रालाई उसले घाँस लिएर आएर घाँस लगाउँदैछ। यो हाम्रो माल्टाको रुख हो। माल्टाको रुख, त्यो नासपतिको रुख, त्यो आँपको रुख छ अलि तलपट्टि। र यो हाम्रो मकै, हाम्रो घरको अगाडिको फेस यस्तो छ। यहाँहरू सम्पूर्णलाई हाम्रो यो विशेष निवासमा यहाँहरू सम्पूर्णलाई निम्तो छ भन्दै यहाँहरूको दिन शुभ रहोस्। हस्, धन्यवाद।